आज चाहिँ डे 27 हाम्रो डेली लाइफ रुटिनको। अनि मैले चाहिँ सोचेको पनि थिएन यति लामो समयसम्म गर्नु सक्छु भनेर। अनि 27 दिन पुगिसक्यो। यसो हेर्दा हेर्दै हिजो आज गर्दा गर्दा 27 दिन पुगेको थाहा नै भएन। अनि आज पनि मेरो दिनको सुरुवात त्यही यो जिमबाट नै हुन्छ होइन। मेरो प्रायःजसो चाहिँ दिनको सुरुवातै जिमबाट हुन्छ। म चाहिँ अब डेमा काममा जान्छु, त्यसैले मर्निङमा चाहिँ जिममा हुन्छ। अनि आज चाहिँ हाम्रो लेग थियो। अनि लेग हान्दै अनि यहाँ दायरको छुट्टै तिजको रमाइलो चलिरहेको थियो। अनि तिजको माहौल छ अहिले चाहिँ। अब त्यसैले तिजको गाना बजाएर मस्त नाचिराख्नु भएको थियो। अनि हामी पनि एकछिन रमाइलो गऱ्यौँ। त्यसरी फेरि हामी वर्कआउटतर्फ लाग्यौँ। अनि हाम्रो चाहिँ ब्याक भन्छु यार, मैले त यस्तै यस्तै हुन्छ बेला बेलामा चाहिँ, अब झुक्किन्छु अब भोइस ओभर गर्दा चाहिँ। अनि त्यसरी आज चाहिँ हाम्रो लेग थियो। अनि हामीले लेग हान्यौँ, अनि सोल्डर हान्यौँ। अनि हाम्रो सोल्डर हानिसके पछाडि चाहिँ म घर आएँ। घर आएर खानासाना खाएर हजुरआमालाई एकछिन स्वास्थ्य चौकी लगेर गएँ। हजुरआमाको टाउकोमा हल्का चोट लागेको हुनाले ड्रेसिङ गर्नु थियो। अनि त्यसरी स्वास्थ्य चौकी लगेर अनि त्यसरी म घर हजुरआमालाई छोडेर सिधा काममा आएँ। अनि कामबाट म दिनभरि भिडियो बनाउनु पाएन। सिधा साँझ घर आएँ अनि खाना खाएँ, मस्त पल्टेँ। बाई बाई।